अब हर्कबाद भन्ने आएको छ हैन। हर्क साम्बाङ आफै चाहिँ व्यक्तिका रूपमा उनको जुन किसिमको चरित्र छ, उनले गर्ने नेतृत्वलाई लिएर चाहिँ मानिसले अनेक किसिमको प्रश्न चाहिँ त्यो क्षमता उहाँसँग छ कि छैन भन्ने कुरामा संशय पनि देखिन्छ नि त। हो, क्षमता किन पोलिटिकल साइन्समा एमए गरेछन् हर्कजीले। हो त नि, पोलिटिकल साइन्समा एमए गरेछन्। बाटो हेर्दैन के मान्छेले, त्यो 8 क्लास 10 क्लास पढेको केपी ओलीको कुरा गरेर भएन के। हर्क साम्पाङले पोलिटिकल साइन्समा एमए गर्नुभएको छ र 3टा घाटको पानी खानुभएको छ क्या। त्रिवेणी भन्छ नि अब 3टा घाट, एउटा पहाडको पानी खानुभएको छ, एउटा सहर धरानको खानुभएको छ, अर्को चाहिँ विदेशमा गएर पनि दुःख गरेर त्यहाँको अनुशासन हेरेर आउनुभएको छ क्या। 3टैको सङ्गम स्थल हो क्या उहाँ चाहिँ फेरि, किन सबै ठाउँको पाउनुपर्छ। पहिले राजा रजौटाहरू के गर्छ भने आफ्नो छोरालाई राम्रो पर्फेक्ट बनाउनलाई पठाउँथे नि त, त्यो बाहिर पढ्न पठाउँथे, दुःख गर्न गर्थे, सबै किसिमको हन्डर खेपेर दिउँसै मोबाइल बालेर बत्ती बालेर पत्रकार खोजेर हिँडेको नि धरानमा हेर्नुहुन्छ नि त। त्यो गर्दा 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 त्यहाँको जनताले पनि यसले चाहिँ केही गर्छ नि, पत्याएको ठाउँ हो नि त। धरानको जनताले पत्याएपछि देशकै जनताले पत्याउँदैन भन्ने छ। र त्यसो भए तपाईँलाई के देखिन्छ भने, एउटा उनी तपाईँले प्रचण्ड पथको कुरा गरिहाल्नुभयो। प्रचण्ड पथ भनेको चाहिँ प्रचण्ड भारतमा ज्वाइँ जस्तो बसेका कारणले गर्दाखेरि भारतले उठ भन्दा उठ्ने, बस भन्दा बस्ने। तर हर्क साम्पाङलाई कुनै पनि विदेशी नियोगले उठ भन्दा उठ्दैन, बस भन्दा बस्दैनन्। उनी जिद्दी छन्, जिद्दी स्वभाव राजनीतिमा सक्सेस हुन लिडरसिप गर्न काम लाग्छ।